हेलो गुड आफ्टरनुन एभ्रिवान, गुड आफ्टरनुन। हामी चाहिँ आज सट्ट लाएर घुमघामको लागि शनिबार होइन ल। जय शम्भु है पाल्पाको सिद्ध बाबा। रिल्याक्स ल। काम गर्दै 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 आज कहाँ पुगिन्छ थाहा छैन। यो गर्मी लाएर होला नआउने मान्छे त ओभर छन् के। हामी पनि एक दिन आउनुपर्छ भन्दै भन्दैछ लाएर ल। अब चाहिँ हामी टक्क मेन सिद्ध बाबा मन्दिर आइसकेछौँ है। यस्तो डाँडै डाँडा पहाडको बिचमा ट्याक्क मन्दिरमा गराएकै हो है। मान्नै पर्छ है। उहिलेको राजाले बनाएकै होला यो पनि। ल सबैले दर्शन गरौँ सिद्ध बाबा कि जय। यो चाहिँ नयाँ सुरुङ सिद्ध बाबा नयाँ सुरुङ। यो सुरुङमा पनि म एक दिन आएर तपाईँहरूलाई दामी भिडियो देखाउँछु ल। यसको लागि चाहिँ सब्सक्राइब गर्न भुल्न भएन ल। यस्तो पहाडको बिचमा दामी मन्दिर चाहिँ मान्न पर्छ। नआउने मान्छेले कति जान्छन् वाटरफल। अर्को वाटरफल यो हामीलाई है। मलाई यो के हो रे भाइ? ए ड्याम हो किनौको ड्याम। किनौको ड्याम हो। तर यहाँदेखि पनि यहाँ पनि मान्छे धेरै मरे खाने। तर नआउनु होला है। बाँचे पो जिन्दगी छ त मरे त सकिहाल्यो नि यार। त्यस्तो गर्नु भएन। त्यही भन्दै यो बाटो त औडा रहेछ मान्छेलाई पुरै रमाले। भुटखोला आदि डर लाग्यो क्या। भुटखोला आउँदा बित्तिकै भुटखोलामा डर लाग्यो। भुट जस्ता मान्छे छन् त भुटखोलामा क्या। लुक एट द भ्यू है। यो पनि हिमालय हो। हिउँ नपरेर माथि है। हिमाल त हिमालय जस्तो छ। हिउँै नपरेर बाघै हो भने जस्तो कि किन हाम्रो दुईटा पार्टनर दामी त छ। केरा पुरै जङ्गलमा केरा फले यार। केरा खान्छ यार केरा रहेछ घर यार। कोपी है वन केरा हो कि रुख केरा हो कि भुट केरा हो कि बनाना माने केरा। लुक एट द भ्यू यार। आँखाले देखा जस्तो फोनमा आइन्छ तर ओपी छ यार। तर ओपी छ पुरै। यो धुलोले गर्दा पुरै बादल जस्तो देखियो कि तपाईँलाई राम्रो भिडियो हुनै सकिन्न। यो हेर्नु न हाम्रो क्या दामी हो कि भ्यू त। लाउरे टाँसीको ठाउँ हो क्या पाल्पाको। दामी छ त यहाँ त्यो त। त्यो डाँडो दामी लाग्यो है मलाई। दाउनेको बाटोमा धुलो छ भन्थे तर दाउनेको यो साइलो भाइ रहेछ है। हल्का त्यतिकोसम्म भन्न सक्छ धुलोले कि। औडा धुलो यो इन्जोय गर्ने चट्ट पारामा गाह्रो कुरो नमान्ने है। सपोर्ट चाहिँ सधैँ चक्क लाएर गर्नु पर्यो। भिडियो आइरहन्छ तपाईँको माया जति देखायो त्यति भिडियो आएको भिडियोको लागि टेन्सन गर्नु पर्दैन। माया चाहिँ चट्ट एउटा लाइक एउटा कमेन्ट एउटा सेयर साथीभाइलाई चट्ट सेयर गरेर देखिया हेर्ने नहेर्ने भयो पारियो। हल्का
जुम हान्नु पर्ने हो हान्दिनँ मैले छोडिदिनु केही छैन त्यो डाँडा हेर्नु क्या दामी छ ल पाल्पा गाईहरू ल कमेन्ट आउनु है पाल्पा गाईहरू सबले कमेन्ट यो डाँडो ओपी छैन त यो डाँडो ओपी छैन त जुम गरेर यतिको बनाइदिनु यो चाहिँ हो मन्दिर आउँदा दर्शन गर्नु भने म अहिले केही बोले होइन गर्नुभएको नै अब आफै कमेन्ट नदिनु है यतिको नेपालको झन्डा फरफराउनु पर्यो है जय नेपाल गर्नु पर्यो किनकि जय नेपाल लेख्नै कमेन्टमा जय नेपाल नेपाल त खानालाई त्यही पनि जय नेपाल लेख्नु पर्यो नेपाली नेपालको माया देखाउनु पर्यो जय नेपाल पुरै कमेन्ट पऱ्यो जय नेपाल कमेन्ट नदिनु है ल जोरदार है जोरदार गाइज उडलाई सर केटाहरू उदाएर बस्ने दुबईको गफर घर सल्लाहको बाटोमा आउनु भाइ ल साथीहरू हामी चाहिँ जोरदारामा छौँ उत्तम खाजा घरमा अहिले हामी चाहिँ चुकाउने खाँदैछौँ पकौडा छ हामीसँग त्यसै गरी बटुक पनि लिएका छौँ तपाईँले म खाएर बताउँछु सुगर भएको लागि आलुवाला पकौडा नमगाउनुलाई हो क्या सर खाना चाहिँ मिठो छ स्वाद आइरहेको छ पकौडा खाएँ मैले पकौडा एकदम दामी छ अब म यो प्याजको पकौडा बटुक खाँदैछु त्यो बटुक चाहिँ माछाको उमा पारेको किसिमले त्यहाँ आउँछ नि होला माछाको तेलमा पारेको पनि माछा मनै पर्दैन मलाई पनि मन पर्दैन खाँदैन नि माछा मैले पनि कहिले खाँदैन ल म चाहिँ बटुकको बाइट लिँदैछु गाइस सुकाउने है साथीहरू यस्तो लाग्छ कहिले खाँदामा मै चाहिँ यताउति हुन्छ नि त त्यही भएर हल्का उठै हुन्छ क्या लगभग त्यस्तो लाग्छ के हो सर चट्नी आयो एउटा पहिला म त्यो दिदीलाई छोड्न गएर दाइमा आज फोन रुममा थियो फोन आएर फर्किन्छन्
त्यसपछि फोन आएर दाइ कहाँ होला जाम त जोड्दा भन्दा पहिला हुन्छ ल 200 तिर्दा दिउ त बनाएर ए बाइकमा तेल छैन गोजीमा पैसा छैन भन्न थाल्छ फेरि तेल हाल जाम ल पछाडि भाग्ने पुरै राम्रै बाटोमा पनि अनि जोडाएर थाहा छ मलाई फेरि फेरि अब तपाईँ पहिला हुनुहुन्छ नि पैसा हुनु होला ठ्याक्क तपाईँ आउनु भने तपाईँले बाइक चलाउनु जाने एउटा बाइक खोजेको हुने एउटा टाइपको मामालाई भने मामाले चाहिँ अरू गइजानु ब्रेक लाग्यो भने ब्रेक बाहिर घाममा त्यो तातेर अरे 20 नलाएर रहेछ क्या होला अहिले लगाइरहेको छ अहिले त ठिक छ मलाई शङ्का त्यस्तो लाग्यो आउनु यहाँ चेक गर्नु चित्तबिल लगाएर जानु मात्र छोडिदिनु ल भनिदिएर पनि ल हुन्छ भनेर गएर हेरेको ब्रेक लाग्यो अब यहाँसम्म आइयो ब्रेक लगाएर आइयो नलावा त कस्तो लाग्छ झन् तपाईँलाई ठिकै होइन म चाहिँ चुकनी भन्दा दही खान चुकनी खासै त्यस्तो खाइन्थेन यहाँको चुकनी बोटु पन्नी भएर कस्तो रहेछ टेस्ट पहिला खाइरहेको भए कस्तो लाग्यो अब पहिला त्यहाँ खाएको ठिक थियो यो चाहिँ रहन्छ टाइपको हुन्थ्यो अब खाँदै नखाएको खासै अब एक्कासी खाँदाखेरि अब कस्तो टेस्टै थाहा छैन ठिक छ उता चिया है चिया भन्दै गर्दा यो गिलास फुट्यो हो कि चाँदो आधी कप के हो यो केटा त्यो भनेको ग्यास्ट्रिक हुन्छ धेरै चिया नखाऊ भने पानी पनि यो प्याज मङ्गलबार प्याजको 2टा मात्रै खाइ केटा यो प्लेटलाई हठात अरू चाहिँ बटुक चटुक रहेछ ल बोल्नु त खोइ यस्तो गर नि त यहाँनिर सबै चाउडै छ दिउँ न त ल ट्याक्स मिलाएर अहिले त चिया दाइले चिया यस्तो गरौँ न त ट्याक्स चाउडा चिया सानी चिया दिउँ न त्यो मेरो चिया यस्तो उफ्किहाल्ने हामीले एउटा चिया हरायो चिया हराएको सूचना पहिला पानी खाएर चिया खाने भने थोक्का बेच गरी भैमा राख्नु हुन्न अनि अब खान्छ भने खाएर टक्क चाउडा हरमा ठोकायो झन् मजा आउँथ्यो कुरो खाना हुन्न त्यस्तो मजा आउँथ्यो देख्नलाई अब देख्नेलाई त के मजा आउँछ अब यस्तो धुलो थियो सर र कारमा आयो भए त्यही मजा आउँथ्यो कारमा धुलो खान पाइदिन्थ्यो फेरि त्यो पनि फेरि एउटा के भनौँ त्यसलाई एउटा झुरै हो त्यो पकडा महँगो रहेछ प्याजको पकडा महँगो रहेछ प्याज महँगो रहेछ 2टा मात्रै खान्छ बिडप मलाई दाइकै ब्रान्ड रहेछ त कति मैले अब डिस्काउन्ट हानेको नै यसो भन्नु न तपाईँ महँगो पर्नु मैले भाइ डिस्काउन्ट हानिदिन्छु भन्नु
आपके सामने एक बड़ा सा रेड बटन है। हाँ, है। समझ गया, आगे बोलो।